Guys, please subscribe my YouTube channel linked in profile. ल आज मेरो माझमा हुनुहुन्छ बेहुलाको भाउ अघि हजुरलाई भनेको थिएँ आज म बिहामा जाँदैछु रामचरणजीको छोराको बिहामा उहाँ बुवा हुनुहुन्छ हस् हजुर धन्यवाद हजुर आइदिनु भएकोमा थ्याङ्क यू भेरी मच हजुर स्वागत छ तपाईँलाई अरू पाहुनाहरूले के भन्नु चाहनुहुन्छ हजुर सबै पाहुनालाई पनि स्वागत छ आज यहाँ कार्यक्रममा आइदिनु भएकोमा तपाईँहरूको उपस्थिति बेगर चाहिँ यो असम्भव छ हजुर ल थ्याङ्क यू हस् धन्यवाद तपाईँलाई हार्दिक बधाई छ है नमस्कार हजुर कहाँबाट आउनुभयो म चाहिँ ग्रेस इसेक्सबाट आएको र मेरो नेपाल चाहिँ भोजपुर दक्षिण गोरेटर हमताम हो गोरेटारबाट आउनुभएको अनि यहाँ आज रामचरणजीको छोराको शुभ विवाहमा हाम्रो भेला भएको छ आजको बेहुला बेहुलीलाई केही विस गर्न चाहनुहुन्छ आजको बेहुला बेहुलीको भविष्य राम्रो प्लस धेरै धेरै म बधाई दिन चाहन्छु र उहाँको आमा बाबुहरूलाई पनि धेरै धेरै बधाई तथा धन्यवाद दिन चाहन्छु आजको यो भेटघाट कार्यक्रममा आफ्नो नालनाताहरूसँग साथीभाइहरूसँग धेरै मानिसहरूसँग भेटघाट गर्नु पाइयो र धेरै रमाइलो पनि गरियो अलिकति प्रश्न अर्कोतिर लगे हामी मान्छेहरू राजनीतिकले काहीँ न काहीँ प्रभाव पारिरहेको हुन्छ धरानको मेयर सम्पङ युकेमा आउँदाखेरि हजुरसँग भेट भयो हाम्रोमा ग्रेस प्रोग्राम भएको थियो एक दिन अनि त्यो प्रोग्राममा भेटघाट भयो उहाँसँग प्रत्यक्ष बोल्ने मौका मिल्यो त्यतिखेर उहाँले अहिले गर्दै गरेको काम धरानको जुन श्रमदान पार्क के पो भन्छ त्यसलाई श्रम संस्कृति पार्क अनि अहिले बनाउँदै गरेको वृद्ध मनोरञ्जन अनि सुम्निमा पार उहाँको माथि स्मृति चिन्डे डाँडा बनाउँदै हुनुहुन्छ तपाईँलाई कस्तो लाग्छ यो विषयमा यो अति नै राम्रो हो उहाँको चाहिँ भिजन धेरै राम्रो छ उहाँ एउटा लिडरमा हुनुपर्ने उहाँको अनुशासन इमान्दारिता उहाँको दृष्टिकोण र उहाँको समर्पण एकदम राम्रो छ हरेक कुरामा मेनली त लिडरमा हुनुपर्ने अनुशासन इमान्दारिता हो अनि उहाँको योग्यता पनि छ र उहाँ एकदम त्यसमा लागि परेर काम गर्नुभएको छ त्यसले गर्दा उहाँको इमान्दारिता र समर्पणले गर्दा धेरै मानिसहरूले चाहिँ उहाँलाई चाहिँ सपोर्ट गरिराख्नु भएको छ र यहाँ देश विदेशबाट पनि धेरै मानिसहरूले हामीले सपोर्ट गरिराखेका छौँ र यस्तै उहाँले चाहिँ राम्रो काम गर्दै जानुभयो भने अझै धेरै उहाँको सपोर्टरहरू चाहिँ बढ्दै जान्छ थ्याङ्क यू नमस्ते मिसेस राईबाट सोध्न चाहन्छु तपाईँको माइतीहरूलाई र तपाईँको माइतीको छोराको शुभ विवाह छ केही विस गर्न चाहनुहुन्छ भाइको छोरा बुहारीको दाम्पत्य जीवन सुखमय दिगोस् हार्दिक बधाई शुभकामना दिन चाहन्छु राई नमस्ते ल त नमस्ते कहाँबाट आउनुभयो तपाईँ कुन ठाउँबाट कहाँ पो बस्नुहुन्छ हजुर म स्टाफोर्डदेखि आएको हो मेरो भाइको छोरा बुहारी उहाँ चाहिँ तपाईँको काकाको छोरा कि बडाको छोरा बडाको छोरा उहाँको छोराको शुभ विवाह होइन आज शुभ दिन त्यो भएर आशीर्वाद दिनुभएको आशीर्वाद भतिज बुहारीलाई आशीर्वाद दिएर अब फर्किँदैछु हजुरको त धेरै पाहुनाहरू देखिरहेको छु यहाँनिर मैले होइन राम्रैसँग म्यानेज भइरहेको होला तपाईँको होइन धेरै टाढोबाट पाहुनाहरू आएको छ धेरै बिजी हुनुहुन्छ सबै पाहुनाहरूलाई टाढोबाट आउनुभएको नम्बरीहरू गाउँलेहरू होइन तपाईँको रिलेटिभहरू बेहुलीको तर्फबाट आउनुभएकोहरूलाई समग्रमा धन्यवाद व्यक्त गर्न म अनुरोध गर्दछु हजुर त्यही हो अब आफ्नो सम्पूर्ण नलनाता दाजुभाइ सम्पूर्ण दिदीबहिनीहरू चाहिँ एउटा हाम्रो छोराको आशीर्वाद दिने कार्यक्रममा टाढोबाट पनि 5-6 घन्टाबाट ड्राइभ गरेर पनि यहाँ आइपुग्नु भएको छ र म अत्यन्तै आभारी छु उहाँहरूप्रति र धन्यवाद ज्ञापन गर्दछु
ल तपाईँ सबै हाम्रो तर्फबाट पनि स्टार्टबोर्डको तर्फबाट पनि होइन तपाईँलाई यो आफ्नो छोराको पहिलो छोराको आज जुन शुभ कार्य भइरहेको छ सबैको तर्फबाट तपाईँलाई पनि हार्दिक बधाई दिँदै उहाँहरूको छोरा बुहारीको भविष्य उज्जवल रहोस् होइन यो शुभकामना व्यक्त गर्दछु। थ्याङ्क यू। बोलाउँदै हुन्छ टर्न आउन आँट टिका लाउने आउनु आउनु फेरि छुट्टिन्छ भनेर ए हुन्छ हेलो अनु एकछिन अङ्कल यदि तपाईँले टेबलहरू पाउनुभयो भने हाम्रो तल साइडपट्टि पनि हामीले डाइनिङको लागि ओपन गरेको छ। हलको लेफ्ट साइडपट्टि तल जानुभयो भने त्यहाँ डाइनिङ एरिया पनि छ।
कर्म गरौँ कसको हेर्नु आस विदेशीले बचाउँदैनन् हाम्रो देशको साथ